आज यो सिलिङचुङले राखेको व्यावसायिक प्रवर्धन कार्यक्रममा सहभागी हुन पाउँदा धेरै नै खुसी पनि लागेको छ र उपस्थित हुन पाउँदा आफूलाई भाग्यमानी पनि ठानेको छु मैले। सिलिङचुङ ग्रुपले जुन नयाँ व्यवसायको सुरुवात गर्न लाग्नु भएको छ, जस्तो कि यो पहिला सबै विदेशबाट हामीले मगाउनु पर्ने चिजहरू अहिले सिलिङचुङ ग्रुपले यी नेपालमै ल्याएर इन्डिया चाइनादेखि मगाउने चिजहरू पनि यिनै उत्पादन गर्न थाल्नु भएको छ। त्यसमा अब आउँदा दिनहरूमा हामीले नेपाली बजारलाई कसरी अगाडि बढाउन सकिन्थ्यो भन्ने सोच हुँदाहुँदै गर्न नसकेका कार्यक्रमहरू सिलिङचुङ ग्रुपले ल्याएको छ। हिजो बङ्गालीहरू मार्फत हामीले हाम्रो व्यवसाय सञ्चालन गर्दै आएका थियौँ भने अब मलाई लाग्छ सिलिङचुङ ग्रुपले सबै थोक एकै ठाउँमा कटिङ पलिसदेखि लिएर उत्पादनका सबै चिजहरू नेपाली गहनादेखि लिएर भारतीय गहना अथवा अन्तर्राष्ट्रिय गहनाहरू पनि यिनै उत्पादन गर्ने भएकोले हामीले अथवा यो व्यवसायसँग सम्बन्धित सबैले धेरै राहत पनि पाइन्छ भन्ने हामीले महसुस गरेका छौँ र आगामी दिनहरूमा उहाँहरूसँग जोडिन पाउँदा हामीले व्यावसायिक एउटा छलाङ पनि मार्छौँ भन्ने, नेपालले पनि केही अन्तर्राष्ट्रिय बजारमै इम्पोर्ट एक्सपोर्टको पनि राम्रो सम्भावना उहाँहरूबाट हामीले पाइन्छ भन्ने आशा गरेका छौँ। यति नै भन्दै म उहाँहरूलाई व्यावसायिक प्रवर्धन कार्यक्रमको शुभकामना दिन चाहन्छु। धन्यवाद।